हेलो साथीहरू, तपाईहरुलाई थाहा छ यो कुन ठाउँ हो भनेर? अफकोर्स थाहा हुनेलाई त भइहाल्यो, नहुनेलाई आउनुस् म भन्दैछु। यो हो पोखरामा रहेको गुप्तेश्वर महादेव गुफा, जो एकदमै राम्रो, सुन्दर, पर्यटन लोभ्याउने लागेको छ। साह्रै नै सुन्दर छ यो ठाउँ। आउनुस् म तपाईहरुलाई प्रवेशद्वार हुँदै यो गुफासम्म लैजानेछु। सबैभन्दा पहिले हामी त्यहाँभित्र पस्न टिकट काट्नु पर्नेछ, जसको लागि विद्यार्थीलाई 35, नेपाली नागरिक 50, विदेशी 100 र इन्डियनलाई 62 रुपैयाँको दरले। अब म गएँ टिकट काउन्टरतिर। म अनि मेरो भाइ दुईजना गएका थियौँ। त म गएँ दुईटा टिकट लिनका लागि। फाइनल्ली मैले दुईटा टिकट लिएँ। मैले टिकट देखाउँदैछु। अनि त्यसपछि लाग्यौँ हामी गुफाको प्रवेशद्वारतर्फ। हामी जाँदैछौँ, हेर्नु होला। यो गार्ड दाइ हुनुहुन्छ। मैले टिकट उहाँको हातमा दिइदिएँ। उहाँले डोर ओपन गर्नुभयो। मैले सोचेँ कि दुवैजना एकै ठाउँबाट जान मिल्छ होला भनेर म गएँ। तर त्यहाँको एउटा गुड रुल्स रहेछ, जसमा चाहिँ मेल एक साइडबाट, फिमेल एक साइडबाट जानुपर्ने। अनि म चाहिँ त्यही एकै ठाउँबाट गइरहेको थिएँ। फेरि ब्याक फर्केर म अर्को ठाउँबाट गएँ। त्यसपछि हामी सुरु गऱ्यौँ भित्र पस्न। भित्र पस्न के सुरुवात गरेका थियौँ, त्यहाँको भ्यूज यति राम्रो थियो कि जस्ट वाउ। मुखबाट मात्रै वाउ निस्किरहेको थियो। त्यसपछि हामी अगाडि बढ्दै गयौँ। देख्न सक्नुहुन्छ यहाँको एक एक भित्तामा चाहिँ यति राम्रो हस्तकलाहरू थियो कि एक पोइन्ट पनि कसैलाई छोड्न मन थिएन। सो देख्न सक्नुहुन्छ विभिन्न जनावरहरू, देवदेवताहरूको चाहिँ हस्तकला मूर्तिहरू बनाएर वालहरूमा टाँसिएको थियो। यति राम्रो नजारा थियो कि के भन्नु। तपाईहरु आफै पनि हेर्न सक्नुहुन्छ। जस्ट वाउ। त्यसपछि हामी त्यो मूर्तिहरूलाई छुँदै, स्पर्श गर्दै, त्यसको आनन्द लिँदै अगाडि बढिरहेका थियौँ। त्यही क्रममा चाहिँ म अघि थिएँ, मेरो भाइ चाहिँ पछाडिबाट भिडियो बनाइरहेको थियो। ऊ चाहिँ भिडियोमा देखिन अलि मान्दैन। देख्न सक्नुहुन्छ कति राम्रो। यो चाहिँ हामी भर्याङबाट तल जाँदैछौँ है। यो चाहिँ साइडको वाल हो। यति राम्रो, सुन्दर, यति सुन्दर छ नि यहाँको वालमा पनि ठ्याक्कै पालामा राजाहरूको दरबार जस्तै देखिन्छ। जो आँखी झ्याले दरबारहरू हुन्थ्यो, पुरै माथि झ्याल खोपा जहाँबाट मान्छेहरू वारिपारि हेर्न देख्न सबै सक्थ्यो। यति सुन्दर छ। हामी यो भर्याङबाट चाहिँ धेरै तलसम्म जानुपर्छ। मैले भिडियोमा सक्ने जति चाहिँ तपाईहरुलाई देखाउने कोसिस गरिरहेको छु। नसक्नेमा चाहिँ क्षमा प्रार्थी। यहाँबाट हामी चाहिँ धेरै भित्रसम्म गयौँ। भित्रसम्म धेरै तल पुगिसकेपछि चाहिँ हामीलाई गुफाभित्र प्रवेश गर्ने मूलद्वार भेटिएको थियो, जसमा चाहिँ फोटो भिडियोको इन्ट्री थिएन साथीहरू। त्यो कारणले गर्दाखेरि मैले त्यो गुफाभित्र पसेको भिडियो चाहिँ मैले हाल्न सकिनँ। देख्नुस् कति राम्रो छ। यति सुन्दर छ न कि त्यहाँबाट उठेर मान्छेहरू कहीँ जानै नपरे हुन्थ्यो। अनि यति राम्रो ठाउँ छ। यदि तपाईहरु पोखरा बाहेक अरू कुनै ठाउँमा हुनुहुन्छ र मेरो भिडियो देखिरहनु भएको छ भने अफकोर्स यो ठाउँमा पुग्नु होला। फोटो खिच्न क्यामेरा लिएर जान नो इन्ट्री भएको ठाउँमा मैले नदेखाइकिन डाइरेक्ट हामी चाहिँ जहाँ गुफाको अन्तिम हो त्यहाँसम्म पुग्यौँ। त्यहाँ गएर चाहिँ अलिक फोटो खिच्न अलाउड भएको कारणले गर्दा मैले भिडियो बनाएँ। यो ठाउँ चाहिँ यति सुन्दर छ। यहाँबाट तल हेर्दा अझै राम्रो छ। मैले हेरिरहेको छु।
त्यसपछि डेभिड फलबाट हराएको झरना म तपाईँहरूलाई देखाउन गइरहेको छु। तपाईँहरूलाई कस्तो लाग्यो यो ठाउँ मलाई भिडियो मार्फत कमेन्ट मार्फत सल्लाह दिनुहोला। यदि टाढा टाढा हुनुहुन्छ भने पनि यो ठाउँ एकचोटि घुम्न अवश्य जानुहोला। यो रहेको छ डेभिड फलबाट हराएको झरना। कति राम्रो अनि सुन्दर ठाउँ। एकचोटि अवश्य सबैजना जानै पर्ने ठाउँ छ।